हेलो एभ्रिवान, गुड मर्निङ, नमस्ते, वेलकम ब्याक टु माई मिनी ब्लग। अहिले चाहिँ कति बज्दैछ भने 8 बज्दैछ होला, सायद 8 बजेको छ बिहानको। अनि म चाहिँ बारीमा बसिरहेको छु एकछिन। यहाँ बारीमा अलिकति झारहरू गोड्नु छ नि त। अहिले शीतलमै गोड्यो भने चाहिँ अलिकति राम्रो हुन्छ भनेर झारहरू गोड्नु आएको। अनि बारीमा, मेरो बारीमा चाहिँ यहाँ छ पालङ्गी छ, हरियो पालङ्गी भर्खर सानो हुँदैछ। अनि धनियाँ छ, धनियाँ चाहिँ एकदम ज्यादा भइसकेको छ, धनियाँ दामी भएको छ। अनि यहाँ डल्ले खोर्सानीको बिउहरू छ, सानो बोटहरू छ डल्ले खोर्सानीको, सारेको छु कोही। यो चाहिँ मैले झार गोडेर यत्तिकै राखिरहेको छु। यो चाहिँ ड्र्यागन फ्रुट हो कि, मैले ड्र्यागन फ्रुट सारेको थिएँ। अहिले चाहिँ मैले यत्तिकै गरिरहेको छु, अलिक ठुलो भएर चाहिँ मजाले यसलाई थाक्रा दिनुपर्ने हुन्छ अरे नि त, त्यो गर्छु। यो चाहिँ हो ड्र्यागन फ्रुट, त्यहाँ पढा पनि छ एउटा, त्यहाँ पनि छ। अनि सिमीहरू भर्खर सानो हुँदैछ। यहाँ चाहिँ हरियो खोर्सानी पनि छ, हरियो खोर्सानी चाहिँ अलिक फल्दैछ, भर्खर फल्न लागेको छ। यो छ मेरो सिमी चाहिँ यतिको भइसकेको छ, भर्खर ज्यादा छैन सिमी, यति नै हो। यहाँनिर छ हरियो खोर्सानी पनि यतिको भइसकेको छ, फल्दैछ त्यो हरियो खोर्सानी। पालङ्गी डल्ले सारेको डल्लेहरू छ, हरियो खोर्सानी।